हेलो माई फ्रेन्ड, यो चाहिँ मेरो जन्मस्थानको 5 तोकको खेतमा टक्का जाने बुढी लिएर आएको छु कि उहाँ आएर मक्क भरे कि गाइज यार। अनि यहाँ रुखेर छ यो मेरो करिब धेरै राम्रो खेत। अहिले सबै भ्याएको के भन्छ पहिरो लडेको जस्तो भएछ। मुहानको खेत थियो। यता हेर्नुहोस्, आउ न, यस्तो बाँझो छ। खोलाले कस्तो ठुलो लगेको नि। पहिले म त यहीँ हुर्किएको होइन। यो सबै खोल्सा खाल्सी याद छ अझै मलाई। त्यही भएर आएको छु म अहिले यहाँनिर आफ्नै घर गाउँ, पूर्व घर गाउँ भनौँ। अहिले चाहिँ धेरै लामो समय भयो नरोपेको, तर हेर्दै हेर्दै यसो हेर्दै यो सिम त्यो फर्से डाँडा पनि हो एउटा होइन। त्यो फर्से डाँडा भन्छ यसलाई चाहिँ। यो पनि जङ्गल भएछ। यता आउने, यहाँ तल्लो यो गर्ने क्या, यहाँबाट जाने हो क्या, तर सीमा पुग्ने हो। कालेजका बच्चा देखाएको छु म तिमीलाई। खडे यो के भन्छ खुनिङको रुख पनि लडेछ। भ्याकु लाउन खोज्दैछु यो खेत बिराउन भन्नुहुन्छ हजुरआमा। के गरेर खेत बिराउने भ्याकु लाउने, खेतले कामै दिँदैन होइन। सबै उतो भएको छ यस्तो छ। अनि यस्तोमा कसरी खेत कहिले खार्ने के गर्ने हजुरआमा यतै भएर मात्रै। मेरो खेतमा त त्यसको बिरुवा भर्खर उम्रेछ।